कसले गर्नुभएछ भने थाहा नै नभएको थाहा नै छैन ल भन्नु त कसले पठाउनु भएको मैले थाहा पाइनँ धन्यवाद सम्पूर्णलाई यति धेरै मिठो मायाको लागि ल अरूको बहिनीले पठाउनु भयो यो मेरो बहिनी कान्छी बहिनीले ओहो ल धन्यवाद पढ्नुहोस् है एउटा लेटर पनि छ है बर्थडे टु यु डियरेस्ट सिस्टर तिम्रो जन्मदिन कति विशेष छ त्यो मम्मी ड्याडी अनि तिम्रा ती प्यारा भाइ बहिनीलाई सोध तिमी खुसी हुनुको महत्त्व के हो तिम्रो त्यो कलिलो नाबालक छोरालाई सोध न तिम्रो साथमा केही हो के हो त्यो ती सात समुद्र पारी तातो घाममा दुःख गर्ने भिनाजुलाई सोध तिम्रो कर्तव्य के हो मा कर्तव्य के हो म दुःख गर्नु कता हो कर्तव्य के हो ती घर परिवारलाई सोध जुन तिम्रो हँसिलो मुहारमा घरको हरेक कुनामा उज्यालो छाएको छ साँच्चै तिमी कति महान अनि कति खास छौ हामी सबैको लागि जिन्दगी होस् हरेक मोडमा चुनौती आउला समस्या खडा होला तर तिमी नहात्तिनु होला सायद नहात्तिनु सजिलै समाधान गर्ने हिम्मत राख्नु सबैको प्यारी छौ अझै प्यारी हुनु तिमीले गर्ने ए माया सदैव यस्तै रहोस् कहिले नघटाए है मेरी प्यारी दिदी तिमीले गरेको माया अनि मायाको अनि ख्यालको मूल्य कहिले तिर्न सक्दिन होला यो जुनीमा सदैव यस्तै प्यारी हुनु है फेरि पनि जन्मदिनको अनेकौँ शुभकामना मेरी प्यारी दिदी अरे धन्यवाद बहिनी तेरो यो कस्तो लाग्यो बहिनीले पठाउनु भयो एकदम मन भक्कानियो है ठिकै छ राम्रै छ मेरो बहिनीले आज मेरो निदाएका आँतहरूलाई फेरि खोलिदिए त्यसको लागि धेरै धेरै धन्यवाद हामीलाई केही भन्नुहुन्छ सधैँभरि यस्तै माया पाइराखौँ तैँले कहिले दुःख नपाएस् सधैँभरि सबैको प्यारी हुनु त हस् यो भिडियो उहाँलाई जान्छ सफलताले शिखर चुमोस् तेरो नयाँ बसेको घरबार राम्रो होस् सधैँले सबैले तेरो ओठमा नामहरू चम्काइरहँ तँलाई पनि धेरै धेरै शुभकामना कान्छी हस् हामीलाई केही भन्नुहुन्छ हजुरलाई के भन्नु हजुरलाई एकदम धेरै धन्यवाद तपाईँले मलाई यति धेरै सरप्राइज दिनुभयो खाना पस्किँदै थिएँ हस् खाना सेलायो होला जाडो छ है हामी चाहिँ अब तपाईँको बर्थडेमा हामी उहाँदेखिबाट भन्दा त मिल्दैन नजिकै हो तैपनि अब हामी तपाईँले एकदम सरप्राइज दिनुभयो म खुसी छु हस् थ्याङ्क यू धेरै धेरै धन्यवाद हस्